भन्दै गरेको यो महाविद्यालय हो परमानन्द संस्कृत गुरुकुल विद्यापीठम देवघाट धाममा चाहिँ यो महाविद्यालय बन्दैछ। झन्डै झन्डै यो विद्यालय आधी भनेको छ, आधी भन्न चाहिँ बाँकी छ। अब सम्पूर्णलाई के अनुरोध गर्छु भने संस्कृतको एउटा मजबुत खम्बा हो परमानन्द संस्कृत गुरुकुल विद्यापीठ। अब यो विषयलाई म समग्र हजुरलाई चर्चा के गर्नुपर्छ भने एउटा कुरा बुझाउनुपर्छ। जे होस् उत्कृष्ट विद्यार्थीहरू जे होस् यो गुरुकुलमबाट त्यो भइरहेका छन्, जस्तो हुन्छ नि अगाडि बढिरहेका छन्, उब्जाइरहेको छ गुरुकुलले भनेपछि हामीले यो विद्यालय यो विद्यापीठलाई पनि यो महाविद्यालयलाई पनि यत्तिकै छोड्न चाहिँ हुँदैन। अलिकति हामीले पनि केही सहयोग गरेर आधी पाटो आफ्नो सहयोगबाट बनाइदिन पर्छ अथवा सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्छ। हुन त अब यतापट्टि हरिहर आश्रम छ, हरिहर आश्रमद्वारा सञ्चालित यो परमानन्द संस्कृत गुरुकुल विद्यापीठम सञ्चालन उतापट्टि अर्को सानो भवनहरूमा भइरहेको छ। तर यो ठुलो भवन विशाल धेरै विद्यार्थीहरू अब यसमा पढ्दैछन् भनेपछि हामीहरूले यसलाई आधी मात्रै स्वामीजीहरूको जे होस् त्यो रात दिनको मेहनतले आधी मात्रै पूर्ण भएको छ, आधी पूर्ण हुन बाँकी छ। त्यसको आधीको पूर्णता पाउनको लागि भनौँ यसलाई सम्पूर्ण पूर्ण बनाउनको लागि हामीहरू पनि लागि पर्नुपर्छ भन्ने मलाई लाग्छ। हजुरहरूले कहाँबाट हेर्दै हुनुहुन्छ देवघाट आउने क्रममा हजुरहरू सर्वप्रथम पुल कटिसकेपछि पुल कट्ने बित्तिकै सिधै आउनुभयो भने हजुरहरूले ठ्याक्कै विद्यालय देख्न सक्नुहुन्छ। संरचना हजुरकै अगाडि छ, सहयोग हजुरबाट नै हुनसक्छ र हजुर हामीहरूले नै यो सहयोग गरेर यतिको भएको जस्तो मलाई लाग्छ। त्यसै कारणले गर्दा यो हरिहर मार्गमा नै यो विद्यापीठ महाविद्यालय बन्दैछ र पर्छ पनि, र सम्पूर्णलाई म सहयोग गर्न अनुरोध गर्छु है त। भिडियो धेरैभन्दा धेरै सेयर गर्नुहोला र कमेन्ट बक्समा जय श्री कृष्ण पनि लेख्न नभुल्नु होला है त।